हाम्रो यात्रा रहेको छ अर्घाखाँची सुब्बा देउराली मन्दिर। ल हेर्नुहोस् है। हेलो गाइज, वेलकम टु माई ब्लग। हेलो गाइज, हामी चाहिँ सुब्बा देउराली मन्दिर आएको। देउराली मन्दिर सुब्बा देउराली हामीले सोचेको अलि कुन कुरा होस् है। हामी झुलिङ्गे पुलमा जाँदैछौँ। झुलिङ्गे पुल हामी माथि झिलेको पुलमा जान लागेका छौँ, तयार भएका छौँ। अहिले हजुरलाई जानकारी देखाउँछु। अहिले हामी देउराली मन्दिर गर्दैछौँ। हामीहरूको भर्खर सानो बल्ल कितने बदला तो दूर हो मजबूर हो पहिले ध्वजा सजा लाइन होइन पहिले फोटो फोटो ओए भएन अहिले प्याट हो ए ल भाटुको दमहरू प्याटन उता पानी चढाएछ उहाँ चढाउने थियो उहाँ लगेर बरु फुटाल्न मिलाएर फुटाल्न सुब्बा देउराली मन्दिरको बारेमा विस्तृत रूपमा जानकारी गरौँ है। के रहेछ त? 2042 सालमा मन्दिर निर्माण भए पनि परापूर्व कालदेखि नै पूजाआजा गर्ने शक्तिपीठको रूपमा सुब्बा देउराली चर्चित रहेको छ। यहाँ भाकल गरेपछि मनोकांक्षा पुरा हुने र भाकल अनुसार पूजा गर्ने चलन यहाँ छ। सुब्बा देउराली नजिकै एउटा ठुलो भिर छ जसलाई लाहुरे टाँसिएको भिरको नामबाट पुकारिन्छ। यो भिरको नाम यस्तो रहनुको पछाडि सुब्बा देउरालीसँग सम्बन्धित किम्वदन्ती रहेको छ। परापूर्व कालमा जागिरका लागि एकजना लाहुरेले सुब्बा देउराली मन्दिरमा भाकल राइडरहरू सब राइडरहरू छन् है यहाँ चाहिँ। त्यसरी कहिले हो भने हामी चाहिँ राइडरहरू हामी चाहिँ सुब्बा देउराली मन्दिर दर्शन गर्न आउँदाखेरि सुर्खेतदेखि नेपालगञ्जदेखि दाङ तुलसीपुर आएका थियौँ र तुलसीपुरबाट हामीले गोरुसिङ्गेको गाडी भेटेका थियौँ र गोरुसिङ्गेबाट गाडी भेटेर हामी फेरि माथि सुब्बा देउरालीको लागि अर्को गाडी चेन्ज गरेर हामी पुगेका थियौँ र यस मन्दिरमा धेरै रमाइलो दृश्य हामीले देख्न पायौँ र डाँडा काँडा हरियाली राम्रो कुराहरू देख्न पायौँ र हामी चाहिँ 10:30 बजीतिर लमई घोराईमा पुगेका थियौँ र लमईबाट हामी फेरि अझै हाम्रो लामो यात्रा थियो र गाडीले एकछिन खानाको लागि रोकेको थियो। लोहमा ओ गणेश यता हेर्दैन त कति मिटरको गयो बापामा। यहाँ चाहिँ ऊ देखिन्छ है के अरे त्यो सुब्बा देउराली मन्दिर खतरा। कहाँ के गर्लास ओ के गर्छ हो हामीलाई ए नफाल हेलो गाइज, हामी चाहिँ आज हामी झुलिङ्गे लामै पुल छ है गाइज। अरू सबजना आउन ए डर लाग्छ त मलाई त। ओहो मा पुल तल बाटो छ है पुरा यस्तो डर लाग्छ। उडाउने होइन के। हेलो गाइज, हामी चाहिँ लामो पुलमा है आज। पुरा यस्तो छ है व्यवस्थित तरिकाले है। यति तल बाटो छ पुरै त्यो भए झुलिङ्गे पुल यति लामो छ तरिकाले हिँडिन्छ। यहाँबाट देखिने भ्यू त्यो माथिको चाहिँ पुल हो है, पुल हो। अनि हामी चाहिँ तल छ मन्दिरमा, त्यहाँ चाहिँ बाटो छ र यसरी चाहिँ यस्तो छ है त्यहाँको भ्यू है। के छ हामीहरू यहाँबाट छोटो हुन्थ्यो किन माथि खाने एउटा ठिकै छ। अब जाउँ भन्नुहोस् कहाँ जाँदै रे झुलिङ्गे पुल स्वर्ग हेर्ने हो स्वर्ग। ल हेर्नुहोस् भने हात देखा यता हेर्नु सुब्बा देउराली स्वर्ग हेर्ने हो। गाइज हेर्नु है, यो चाहिँ बाटो यस्तो छ, तल खोला रहेछ पुरा खोला छ। यो मन्दिर, यो नेपालको झन्डा सब डरा खान्दै आउनु
म चाहिँ गइदिने त्यहीसम्म पुग्ने हो म चाहिँ टाँसेको कहाँ हो खै हामीलाई चाहिँ थाहा भएन पर उयो हो भिर माथि भिर देखा न भिरै छैन उयो कहीँ माथि हो, देखेकै माथि छैन हो, टाँसेको देखेको थिएँ ओ गणेश आइयो कस्तो भयो डर लाग्यो कि नै डर लाग्यो कि नै डर लाग्यो कि नै के डर लागेर हिँड्नलाई डर लाग्यो नमस्कार मेरो नाम हो गणेश माझे यो कुरा हेर्ने फेरि आउनुहोस् भाइरल पुल र अनि हाम्रो राउडे तातेको भिड यस्ता हो यति ठुलो भिड छ त्यहाँ कोही जान परिसकेको छैन ल फाइनली सुब्बा देउराले दर्शन पनि गरियो र मैले अब यही नै मेरो भ्लग विन गर्न चाहन्छु हस् त बाई थ्याङ्क यू सो मच लाइक सब्सक्राइब गर्नुहोस्